हेलो एभ्रिवान, वेलकम टु हाम्रो भिडियोमा, हाम्रो युट्युब ब्लगमा। आज चाहिँ हामीले होममेड पानीपुरी ल्याएर आएको छु। यो चाहिँ मैले बनाएको हो, यो चाहिँ मैले बनाएको पानी चाहिँ झोल चाहिँ उसैले मैले बनाएको। आज हामी दुईजनाले कतिवटा खाँदो रहेछ। हामी दुईजना च्यालेन्ज चाहिँ होइन, तर गनेर कसले कतिवटा खान सक्छ त्यो त्यही। ल स्टार्ट गरौँ ल। सबै पुच्चेसँगै यो अगाडि नै मैले अलिक छिटो गरेको थियो, यो यस्तो भएछ। कुनै त राम्रो छ कालो भनेर यो यतिको थियो। अस्तिको चोटिमा धेरै कालो भएको थियो, धेरै कालो भयो भनेर चाहिँ मैले यस्तो गरेको थिएँ कि धेरै कालो त मनै पर्दैन। चटपटे चाहिँ घरमा बनाउँदा मिठो हुँदैन, तर पानीपुरी त हामीले प्रायः घरमै बनाएर खान्छ कि दामी। बाहिर त म सुकै बुझ्दैन मलाई त, एक त मलाई मन पनि पर्दैन त्यति खाए ल। Yes. नुन केमा बढी? केमा चाहिँ नुन बढी हो? अलिकति यसमा नुन बढी भएछ, त्यसमा पनि कागती हाल अमिल दिएर हुन्छ। म चाहिँ यसरी खान्छु ल। खाँदै नै खाने हामी दुईजना त को छ र आज यो खाएपछि अब 1 महिनापछि पानी खाएको खाइ हुन्छ भयो बेलुकासम्म है। अब हामीले चाहिँ बाहिर चाहिँ खाँदैन कि यो पानीपुरी प्रायः है, कति घरमा नै बनाएर खाने हो, बाहिर खाँदैन। किनभने बाहिर चित्त बुझ्दैन भन्दा नि बाहिर के हालेको हुन्छ नि त, त्यही भएर हामी घरमै बनाएर खान्छौँ प्रायः। के पस्यो यो पालि एउटै डढेन ल। ठुलो खानै सक्दैन। मलाई दुईटाले नै कस्तो भयो। तिनवटा खायो 3 खायो है, मैले खाइ भएन। त्यसले कति खायो? 4वटा। त्यो 4वटा हो भने मैले 3टा खाएँ होला। अलिकति नुन बढी भएको छ क्या, केमा भयो भन्ने थाहा छैन भने है। केमा भयो उसमा भयो, यो त पानी भयो। भाइ चाहिँ खाने बेला लुगा धुन गएको छ। हामी दुईजना मात्रै खाने। भाइ पनि सँगै खान्थ्यो होला, भाइ चाहिँ लुगा धुन गएको छ कि, अनि त्यही भएर अहिले पछि खाने अरे। त्यही भएर हामी दुईजना चाहिँ अहिले नै खाएको। पसलमा जानु छ। पुरै कुच्चिएर यो प्लास्टिक पेस्ट गर्नु ठिकै छ, त्यस्तो पिरो त छैन। घरबेटी बारे आम्मा कति धेरै पानीपुरी खान लाग्यो भने हामीले कहिले हिजो धेरै भइसक्यो होइन पानीपुरीमा। 1 महिना जति भयो कि अलिक बढी भयो, 2-3 महिना भयो मम्मी आएपछि। चटपटे चाहिँ हामीले घरमै बनाएर खान्थ्यो, तर घरमा बनाउने भन्दा पनि बाहिर बनाएकै राम्रो। यहाँ
कठा घरमा चाहिँ पर्तिर एउटा ठाउँ छ क्या चटपटे एकदम धेरै मिठो बनाउँछ हामी त्यहाँनिर खाना जान्छ त्यहाँ एकदम मिठो बनाउँछ है त्यहाँबाट बनाउँछ ससहरू यस्तो बवाल बनाउँछ तपाईँहरू पनि यतै गठाघर नजिकै कतै हुनुहुन्छ भने गठाघरमा एक ठाउँमा एकदम स्पेसल चटपटे पाउँछ त्यहाँनिर गएर खानु होला लोकेसन चाहिँ एउटा मध्यपुर जाने साइडमा छ पानीपुरी चाहिँ त्यहाँनिर अलि मिठो छैन किनभने त्यहाँनिर चाहिँ कस्तो त्यो के भिस जस्तो हाल्दो रहेछ पानीमा भिस जस्तो हाल्दो रहेछ क्या त्यही भएर मिठो इन्डियातिर जस्तो क्या नेपालमा चाहिँ अलिकति अमिलो पिरो हुन्छ नि इन्डियातिर अलिकति खास के गनाउने क्या बाबरी के भन्छ घरमा पानीपुरी खानुको बेफाइदा लासा हो त्यसो आज त तातो खानै खान मिल्दैन मैले 5-6वटा खायो भने पुगिसक्यो कतिवटा धेरै खाने छ खुर्सानी परेछ त खुर्सानी अघि मैले खुर्सानी अनि किन त्यो अगाडि सबै मनरहेछ शनिबारमा सबै मन झन् शनिबार दिन त सबैजना छुट्टी हुँदाखेरि त झन् मान्छे भेर हुन्छ अनि बेलामा घुम्न गयो अहिले घुम्ने ठाउँमा छ भाइट गुम्बा मैले चाहिँ सबै मलाई जाँदैन एकचोटि गएर फर्केर अब बन्द हुन्छ खासै राम्रो सिन पनि छैन रहेछ होइन मलाई चाहिँ राम्रो लागेन कस्तो राम्रै छ मलाई चाहिँ राम्रो लाग्यो अहिले त गयो भने न्यु इयरमा गोदावरी गएको जस्तो हुन्छ गोदावरी त गएको छैन अहिलेसम्म जाम शुभमले जाउँ भनेको थियो मलाई गोदावरीमा अहिले चाहिँ कस्तो राम्रो छ अहिले काम छैन रहेछ देखो जमै चन्दा अब असार साउन लाग्यो सबै हरियो भएर आउँछ अरू गाउँतिर पनि कस्तो राम्रो हुन्छ नि त गाउँघर पनि हरियो भइरहेछ अहिले त मकै असल गाउँमा ग्याप चाहिँ पहिरो पनि जानु पर्ला अब जाँदा फलेर लानुतिर बनाएर गएर भिडियो बनाउनु पर्ने क्या है त्यसको राम्रो नै ठाउँ छ नि त बढी नै भइसक्यो भाइ हामीसँगै भएको भए भाइले डेन्जर खान्थ्यो खानै सकेन मैले त क्यामेरामा आउनु पनि पऱ्यो फेरि भाइ क्यामेरा आउनु मान्दैन यस्तो छ हाम्रो घरमा 4 जना मान्छे 4 जना डिफ्रेन्ट सुकेको खोर्सानी लाग्दै पिरो हुँदो रहेछ यार यो पालिको कति धेरै पिरो छ नि त तपाईँहरू पनि घरमै बनाएर खानु होला एकदम मिठो हुन्छ घरमा बनाएको बाहिर त के केमिकल हाल्छ त्यही भएर मिठो त बाहिरको नै मिठो हुन्छ तर पनि राम्रो त घरमै बनाएको हुन्छ नि होइन पानीपुरीको मसलाको लागि मलाई सम्झिनु मसला चाहिँ हाम्रो घरमा छ है यदि कसैले मसला चाहिएकोमा चाहिँ हामीलाई म्यासेज गरिदिनु होला हामी फ्री डेलिभरीमा चाहिँ तर फ्री डेलिभरीको लागि चाहिँ लुगा मसला पनि लुगा फ्रीमै दिन्छु
कबाट अर्डर कबाट गर्नुपर्छ चाहिँ अर्डर गर्नुपर्छ एक जर कबाट किन्दा पानीपुरीको मसला फ्री थम्बनेलमा लेख्छ थम्बनेलमा लेख्छ हाम्रो पसल चाहिँ गठघाट टोकेर ठ्याक्कै भक्तपुर जाने बस स्टप अगाडि छ सिद्धार्थ ब्याङ्क पनि त्यहाँनिर आउनु होला जसले यो भिडियो हेरेर आउँछ त्यसले डिस्काउन्ट पनि हुन्छ है 10% डिस्काउन्ट अनाउन्समेन्ट बिग अनाउन्समेन्ट प्लिज भिजिट जसले घिसिङ कलेक्सनमा यो ब्लग मार्फत घिसिङ कलेक्सनमा आउँछ उसले 10% आउँछ हिजोतिर क्या लक्ष्मी मैले क्या अगाडितिर रे डेन्जर गफाउने दुईजना जब दुईजनाले मोबाइल निकालेर गर्छ दुईजना के भन्ने त्यसले रिडिट गरेको रिडिट गर्ने आएको छैन त्यसले बनायो बनाउन त्यसले अगाडि नि भ्लग त टन्नै बनाएको थियो उसले ठाडो यस्तो गरेर बनाएको यस्तो गरेर बनाउने होइन नि त यस्तो गरेर बनाउने मैले अगाडि नै सिकाएको उसले त यतातिरदेखि बनाएको अबदेखि चाहिँ हाम्रो खाने यो के भन्छ घरमा बनाएर खानेहरूको चाहिँ भिडियो नआउँछ एकचोटि महिनाको एकचोटि चाहिँ आउँछ होइन अब हामी एकचोटि बिरयानीको ल्याउँछ ल बिरयानी बनाउने कसरी बनाउने त्यो सबै मेरो यहाँ बुद्धि बङ्गाल आउन लाग्छ गाइस मेरो त बुद्धि बङ्गाल मलाई थाहा नभइकन आएको मलाई थाहै छैन पछि मैले पोहोरतिर गन्दाखेरि पो 32वटा भएको 32वटा दाँत भएको मान्छेले सराप्यो भन्ने लाग्छ अरे त्यही भएर कसैले नराम्रो काम नगर्नु होला मैले सराप्ने बाटो नगर्नु होला है सरको रेस्टुरेन्ट कहिले हुने हो अर्को सन्डा आज गर्ने भनेको शनिबार राम्रो साइज छ अरे होइन भन्नु त हिजो शनिबार सबैको छुट्टी हुन्छ भन्नु साइज पनि शनिबारै निस्क्यो अरे क्या बाहुनले हेरेर कि लामाले हेरेर बाहुनले त होला नि त्यो बाहुनको लिस्ट भन्यो मलाई हिजो अनि सर चाहिँ भन्दै थियो राम्रो काम गर्नेलाई कहिले साइड हेर्नै पर्दैन अरे कहिले काहीँ भगवान्ले पनि त सधैँ राम्रो गर्दाखेरि त्यस्तो आजको पानीपुरी चाहिँ मिठो है सबै कुरो ठिक छ अलिकति नुन बढी भयो नुन चाहिँ तर कुन्नु बढी भयो यसमा भयो कि झोलमा यस्तो ब्लग चाहिँ नहालै किन कस्तो कमेडी कहाँनिर कमेडी थियो यस्तै त हो नि योभन्दा कस्तो राम्रो चाहियो कि यसलाई फेरि मेरो झन् हिजो भ्लगमा त थोडा त के हो अझ मेरो यस्तो चिरो यस्तो कालो दागहरू पनि देखिरहेको यो थियो भ्लग चाहिँ कहिले लिदिरु कहिले पोस्ट गर्ने अब भरे 2 बजे दिनमा 2टा भ्लग अपलोड गर्छ अघि बिहान डिलिट गरिसकेँ मैले किन डिलिट गर्नु 3 घन्टामा 3टा भ्युज टाइम हुन्छ अरे क्या बेलुका टाइममा गर्दाखेरि आउँदो रहेछ मैले अरू मैले हिजो चाहिँ बौद्धको त्यताको गरेको थियो नि त्यसमा त 1.8K भ्युज गएको छ मलाई चाहिँ मेरो घिसिङ कलेक्सनको पेजमा भ्युज गयो हुन्छ अरू त आई डोन्ट केयर गाइस मलाई चाहिँ यो युट्युबमा ब्लगमा भ्युज चाहियो अरू मलाई थाहा छैन अहिले यसमा चाहिँ खुर्सानी अलिक बढी हालेको के त्यो भएर देख्यो होला पानीपुरी आयो पानीपुरी चटपटी पसल गर्नुपर्छ जस्तो छ या लास्टमा केही गर्न सकेन भने यो पनि एउटा अप्सनमा राख्नुपर्छ मलाई चाहिँ विदेशमा गएर खोल्नु मन लाग्यो यदि बाइचान्स भिजा लगाएर विदेश गयो भने मलाई विदेशमा गएर पानीपुरी चटपटी बनाउनु मन छ
एक दिन करेन्ट च्यालेन्ज गर्नुपर्छ है मलाई चाहिँ पुग्यो 10 दिन पुगिसक्यो मलाई हिजो कस्तो करेन्ट खान मन लागेको थियो खाएन त्यहाँनिर हिजो त बिस्कुट खाएको बिस्कुट नि यस्तो मिठो थियो यार भोक लागेर हो क्या फोटो राम्रो आएपछि त मलाई भोकसँगै सबै हरायो एकछिन त लुरुक्क परेको थियो त्यो राख्नु त झन् ग्यास्ट्रिक भयो भनेर बिचा त्यो एकछिन भोक पनि खप्न नसक्ने रहेछ भोक लाग्ने बित्तिकै त्यसलाई रिङ्गटा लागेर हिँड्नै नसकेर भोक लाग्ने बित्तिकै खाने बानी भएपछि त्यस्तै मलाई पहिला मम्मीहरूले गाली गरेर 1-2 दिन त नगाइकन बस्थ्यो कतिवटा खायो थाहै छैन गफ गर्दा गर्दै त्यो हिँड्दै अन्त पुग्यो पुग्यो लास्टमा फुल पोल्यो त पनि खुर्सानी लिएर रहेछ पेट पोल्न थाल्यो मेरो त यो खुर्सानी नै यस्तो पेट पोल्ने खालको छ त अनि भयो त पानी ल्याएर हो तलै सुकाउ न तलै सुकाउ मलाई यो झोल हालेर यो अचार हालेर खानुभन्दा यतिकै खाएको कस्तो मिठो लाग्छ